अब यो सोशल मिडियामा आएको कुराहरू कति कुराहरू अथेन्टिक पनि नहुन पनि सक्छन्, हुन पनि सक्छन्। तर उहाँले लेख्नु भएको त्यो लामो स्ट्याटस र जुन कुरामा सबै कुराहरू उहाँले मेन्सन गर्नुभएको छ, त्यो कुराहरूलाई हामीले सोशल मिडियामा आइसकेपछि हामीले पनि यसलाई के छ अथवा काठमाडौँमा लोकेसन देखिएको हिसाबले बिहानदेखि हामी 10 बजेदेखि नै सर्च कार्यलाई हामीले गरेको अवस्था थियौँ। उहाँको ससुराली यता चाबिलको गोपकृष्ण हलको पछाडिपट्टि साइडमा लास्ट लोकेसन उहाँ त्यहाँबाट चाहिँ डिट्याच भएको अवस्था थियो र त्यसपछि पनि अरू काहीँ हुन्छ नजिकको नाता रिलेटिभहरू काहीँ हुन सक्ने अवस्था हुन्छ कि भन्ने हिसाबले हामी यसको उहाँको सर्च अभियानलाई त एकदम सघन रूपमा अगाडि बढाएको थियौँ। त्यस स्वरूप अनि हाम्रो यो टिमले, यो काठमाडौँ जिल्ला परिषदको टिमले यो 2 बजेतिर, आज 2 बजेतिर काठमाडौँ यो तारकेश्वर नगरपालिका वार्ड नम्बर 3 स्थित श्रीनाथ बुटिक रिसोर्टको नजिकबाट चाहिँ उहाँलाई चाहिँ हामीले फेला पारेको अवस्था छ र उहाँको फेला पारिसकेपछि उहाँको सम्बन्धित परिवारलाई हामी जिम्मा लगाउने प्रक्रियामा छौँ। त अनुसन्धानको दृष्टिकोणले हेर्दाखेरि चाहिँ अब उहाँ हराउनु भएको अवस्थाकोमा चाहिँ अब यहाँको घटनास्थल चाबिल भएको हिसाबले र अन्तिम लोकेसन यहाँ देखेको हिसाबले हामीले उठान गरिएको हो उहाँको सर्च कार्यलाई एउटा सघन रूपमा लानको लागि। तर उहाँले जुन ठाउँमा कार्यरत अवस्था हुनुहुन्छ त्यो कार्यरत अवस्थामा चाहिँ के छ माहौल, के छ भन्ने कुरा चाहिँ सम्बन्धित जुन ठाउँमा चाहिँ यो घटनास्थल हो त्यो घटनास्थलमा कोट प्रहरी कार्यालयले वा सम्बन्धित निकायले यसलाई अनुसन्धानको रूपमा चाहिँ उठान गर्न सक्ने अवस्था चाहिँ रहन्छ।